नानो पानी हाल्दा हाल्दा भोक लाग्यो खाजा बना न हो ल चाउमिन हुन्छ मम्मी साथीहरू मलाई अर्डर आएको छ होटेलको जस्तो चाउमिन बनाउनु पर्ने हैन अनि त्यो चाहिँ अब कसरी बनाउनु भने सुरुमा मैले बारीबाट सिमी धनिया फुलेको भए पनि साग टिपे हैन त्यसपछि मैले पानी उसिन्नलाई राखिदिएर यहाँ धोइ पखाली गरेर रेडी भए काट्नलाई अनि सुरुमा चाहिँ मैले प्याजलाई गोलो गोलो टाइप्सवालामा काटे अनि प्याज काटेपछि चाहिँ सिमला मिर्चलाई लामो लामो हुने गरीले मज्जाले काटे प्याज र सिमला मिर्चलाई एउटा प्लेटमा राखिदिएर त्यसपछि मैले सिमीलाई लामो लामो हुने गरीले सानसानो गरेर काटिदिएर यहाँ मैले त्यही पानीमा टमाटर र खोर्सानी अचार बनाइदिएर बेसेर हालिदिएर पतला पतला गरेर साग काटेर त्यसपछि कोपी हालेँ हैन कोपीलाई लामो लामो हुने गरेर पतला पतला साइजमा काटिदिएर त्यो पनि प्लेटमा मैले राखिदिएँ प्लेटमा यी मैले सबै काटिदिएँ सब्जीहरू अनि त्यसपछि मैले चाउमिन चाहिँ पानीमा हालेँ अनि हेर्दा हेर्दै पाके पनि सकेको थियो हाम्रो चाउमिन धेरै चाहिँ पकाउनु हुन्न ठिक्कको पकाउनु पर्छ नि यहाँ अचार बनाउनलाई बुइन दिएँ अनि त्यसपछि तेल हालेँ अनि तेलमा यो प्याज चाहिँ किन काटेको भने भरे चाउमिनको लागि माथिबाट हाल्नुपर्छ नि त त्यही भएर काटिदिएँ प्याज र यो बन्दाकोपीलाई मिन हुने गरेर यता हाम्रो अचार पनि रेडी भइसकेको थियो र मैले धनिया हालेर रेडी भइसकेको थियो अनि त्यसमा मैले त्यो तेल तातेकोमा चाहिँ प्याजलाई मजाले फ्राई गरेपछि सबै भएको सब्जीहरू चाहिँ मैले एक एक गर्दै सबै हालेर मजाले त्यसलाई चलाएर पछि चाउमिन हालिदिएँ पाकेपछि र माथिबाट कलर हालिदिएँ हेर्नु त साथीहरू ठ्याक्कै होटेलको जस्तै चाउमिन भएर मैले मम्मीलाई पस्केर दिएँ पस्केपछि मैले चाउमिन माथि प्याज बन्दाकोपी हालेर अचार हालेर रेडी भइसक्यो हाम्रो चाउमिन मम्मी होटल भन्दा मिठो भएछ